वर्ल्डको बेस्ट गिम्बल त हाम्रो आँखा नै होला यार है। त्यो अरू के चाहियो त? मेमोरी दिमाग भन् न भन्। ए हामी चाहिँ हनिया लिनलाई कैलाली माग्यो भने बर्थडे भने कैलाली आफ्नो कि Hello friends, what is up? This is my another YouTube video. So यो चाहिँ हाम्रो दिनको सुरुवाती आजको पहिला जाँदैछु होइन पहिलाले घुम्नु रमाइलो कुरो भन्दाखेरि होइन जाउँ हेर्दै जाउँ बाटोमा कस्तो हुन्छ यो चाहिँ राजाको एरिया बजार एरिया नै भन्नु पऱ्यो होइन अझ राम्रो छ सफा छ केरा होला off-road king, our bike. This is the off-road king. महिनामा त्यसको पर्फर्मेन्स भएर अलिकति तपाईँ आएर रहेछ ठ्याक्कै हेर न यो यसको स्क्रिनमा के मलाई सिसिदी हिँड होइन यो पदम टिका पुग्यो कैलाली चिर्यो यहाँबाट हामी कैलाली सुरु भयो होइन विश्वको दोस्रो पुरा निक्ले यार कैलाली आइयो हेर्दा हेर्दै हाइट बाँके भने थियो बाँके भन्दा त गर्दै गर्दै अन्त कैलाली कति टाढा घर बाटो घुमेछ है यस्तो कति एरिया है खाली के खेती हो कि जमिन को पुरै खेती हो कि खेती गरेकै जमिन बुटाकै उ छ है बााउन्ड्री हाम्रो यात्रा रूपन्देही कपिलवस्तु अनि त्यसपछि दाङ अनि बाँके त्यसपछि अहिले बर्दिया हुँदै अहिले चाहिँ कैलाली हामी 5वटा जिल्ला नाग्यो मजाले होइन अब रमाइलो लाग्यो जस अब आयो घर बाटो चाहिँ यस्तै हो अब ग्राभल टाइपको गरेको होइन रोलरमा हानेर रहेछ क्या वर्ल्डको बेस्ट गिम्बल त हाम्रो आँखा नै होला यार है त्यो अरू के चाहियो त मेमोरी दिमाग इफेक्टिभ छ चरामा दिस इज द डगी त्यो खेती चाहिँ एकदम मजाले गरिरहेको होइन मनपर्दो खेती पुरा पुरा मेहनतका साथ दिस इज द मेहनत केही भन्ने हो
भन्न भन् ए तैँले केही भन्नु छ यो कराउँदो रहेछ 2060 मा 70 10 भनेस् त लगभग 17-18 हुन थालेछ त हामी चाहिँ धनियाँ लिनलाई कैलाली मागे बर्दियाबाट कैलाली आएको छौँ क्या यो चाहिँ गोपीहरू होइन अनि त्यसपछि टमाटर कति मजाको के कति सही खेती क्या होइन एकदम के मजाको सबै टमाटर र गोपी छ बारीको बिचमा हेर्दाखेरि रमाइलो लाग्यो एकदम खेती चाहिँ लास्टै एकदम मेहनतले गर्नुभएको छ होइन खेतीहरू चाहिँ बेच्नको लागि यो खुर्सानी तेरे हट यो सब खुर्सानी बारी होइन यति देखिरहेको छ पुरा खुर्सानी बारी है फल्न बाँकी छ अझै सुरु भइरहेको हल्का हल्का फल्दै रहेछ फल्न चाहिँ फलाएन अझै सप्लाई हुन्छ पुरा यो गहुँ होइन यो पनि त बेचिन्छ होला नि लगभग यति बाक्लोमा फल्छ र ए यो डिल हामीले आली भन्छौँ कि हाम्रो भाषामा आली यसमा चाहिँ के खेती अब यहाँ ल त्यो धनियाँ हो त्यो टिपिरहेको झ्याम 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 भयो त्यो त छोड्नै भएन नि ल लसुन हामी एक्लै आइन्थ्यो नि यार यति राम्रो त छ यति राम्रो भ्यू चाहिँ धेरै पछि देख्न पाइयो कि ये सब तरकारी रे मोर सब अरवा देन यो के हो यो साग हो यो सब आन्टीले मेहनत गर्नुभयो यहाँ कति महिना अगाडि अहिले चाहिँ यो भाजी भन्छ होइन अब हामीले चाहिँ खोइ अब फलाहा साग नै भन्छ मलाई सायद त्यसरी भाजी भाजी पाउ भन्छ त साग सब सागको बोटहरू होइन म त यसका बिउहरू लगाउँ भयो नि देख्दाखेरि के हाम्रो ठाउँमा हुन्न नि त आन्टी यहाँ केही लाउनु भएको त छैन केही लाउनु भएको त छैन कि त ए ल भाजी टिप्दैछु म अहिले होइन पाकल नाले हो हरियो हरियो टिप्नु यो के भन्दा छोडिदिने ये पाकल हो हाँ उखाड़ बच्चा हो भाजी है भाजी बनाउनलाई कति ठुलो हो क्या हेर्नु न हागो पनि कति ठुलो हाल्यो यार गोबीको टिप्नु मिल्छ यतिको हुन्छ खै त हामीलाई धनियाँ भनेर भाजी टिपाउन लाउनु भयो त हजुर मेरो नै हो म टमाटर हजुरको मोरे हो ए यो चाहिँ सब आन्टीको बारी रहेछ राम्रो उत्पादन भएछ अनि त्यो दाइले भने अनुसार यहाँको तरकारीहरू चाहिँ काठमाडौँसम्म पुग्छ अरे खेती भएको छ अब सोच्न तरकारी खेती 4 कट्ठा भने कति हुन्छ यस बाँझो छैन कि यो राम्रो कुरा हो क्या कतै बाँझो छैन कि है धनियाँ चाहिँ यता छ दाइ टिभी राख्नु भएको छ धनियाँ धनियाँ छ हेर्नु न यी अलिकति ध्यानले टिप्नु पर्ने हुन्छ झार चाहिँ पलाएर रहेछ यसमा यो पनि सेम हो एउटा साग हो मैले कहिले देखाएको थिएन आन्टी आजकल नहीं रहे वो यो ऐसिन बावे तो कतरा बिया करे बिया हुई हजुर खाली उखारो सक्कु ज्या यी धनिया उखारो मामा भाजी भयो भयो धेर धनिया चाहिए
ढेउर हाँ सिकिल से ढेउर मतलब धेरै धेरै यो त बुझे जस्तो लाग्छ अलिअलि त म त धनियाँ र घाँसी छुट्याउनु के गर्नु उखाल्ने हो कि पुरै उखाल्दिन चरेबाट उखालिदिने उखाड्न उखाड्दैन खटिया ल्याएर आनन्दले काटो कट्टा बुहारी? हाँ हजुरको बुहारी हो छोरी बनाएर चोरी बोलना है नाली वहाँ राउर लागत यहाँ तो पर यही हंस लागत वहाँ राउर कहीं लाली हमार गाँव अलिकति बुझेन अलिकति बुझ्यो तो साध्यो यतापट्टि रे बोर्देतिर लाग्छ अलि पछितिर बल्ल कोइलाले भयो जस्तो लाग्छ बुझ्नु हो नि होइन ये नहीं पनाई से हम ठंडक मारे बहुत ही नहीं